नमस्कार साथीहरू, थडा युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। साथीहरू, आज म तपाईँहरू समक्ष हामीलाई दैनिक जीवनमा एकदमै काम लाग्ने फोटोको ब्याकग्राउन्ड चेन्ज गर्ने तरिकाबारे एउटा छोटो र जानकारीमूलक भिडियो बनाउन प्रयत्न गरिरहेको छु। कृपया भिडियोलाई अन्त्यसम्म हेरेर तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। अर्जेन्टली हामीलाई कुनै पनि किसिमको फोटोको आवश्यकता छ, तर हामीसँग एउटा मात्रै फोटो छ भने त्यसलाई फरक ढङ्गले कसरी ब्याकग्राउन्ड चेन्ज गरेर प्रयोग गर्न सकिन्छ भनेर एकदमै सजिलो एउटा टुल्सको बारेमा तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। अब म ढिला नगरिकन सरासर त्यो कसरी गर्ने भनेर यहाँ गरेरै देखाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला तपाईँहरू जान्नुपर्ने हुन्छ गुगलमा। तपाईँ यो काम मोबाइलबाट अथवा ल्यापटपबाट जेबाट पनि गर्न सक्नुहुन्छ र मोबाइलबाट गरे पनि अथवा ल्यापटपबाट गरे पनि सुरुमा हामीले google.com हानिसकेपछि तपाईँ गुगलमा गएर ब्याकग्राउन्ड रिमुभ भन्ने टाइप गर्नुभयो र इन्टर गरेपछि यस्तो किसिमको इन्टरफेस खुल्छ। यहाँ माथिबाट देखिराख्नु भएको छ तपाईँले visit remove.bg भन्ने अप्सन जुन कुराहरू देखिरहेको छ यो नै लिङ्क हो र तपाईँहरूको ल्यापटपमा माथिपट्टि यो आएन भने पनि स्क्रोल डाउन गरेर तलतिर हेर्नु होला, यो काहीँ न काहीँ देखिन्छ। अझ तपाईँहरूलाई सजिलोको लागि मैले यो साइटको लिङ्कलाई भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिएको छु, त्यहीँबाट डाइरेक्टली क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ अथवा प्रयोग गर्न सक्नुहुन्छ। अब यहाँनिर सुरुमा यसरी क्लिक गरिसकेपछि यहाँ यस्तो किसिमको इन्टरफेस खोल्छ। यहाँ हेर्नुभयो भने यसमा हामीले यता तल स्क्रोल डाउन गर्दा यहाँ धेरै कुराहरू देखिन्छ। हामीले मुख्य चाहिने भनेको यो अपलोड इमेज भन्ने ठाउँमा जाने हो। यसमा चाहिँ हामीले कुनै पनि इमेल अथवा युजर आइडीहरू क्रिएट गर्ने अथवा लगइन गर्ने केही पनि झन्झट छैन, एकदमै सजिलो छ, फ्रेन्डली छ। यो अपलोड इमेजमा यसरी क्लिक गरिसकेपछि अब हामी डेस्कटपमा एउटा फोटो राखेको छ, जस्तो यो फोटोलाई मैले चोइस गरेँ। यसलाई यसो गरिसकेपछि अब हेर्नु है, यसको पछाडिपट्टिको ब्याकग्राउन्ड चाहिँ सरक्कै यसले रिमुभ गरिदिन्छ र यति राम्रो रिमुभ गर्छ कि यसले फोटोको क्वालिटीमा कुनै पनि असर गर्दैन, अथवा ब्याकग्राउन्ड रिमुभ भएको हो भन्ने कुरा अथवा चेन्ज भएको हो भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। यति मजाले प्रोफेसनल तरिकाले चाहिँ यसले चेन्ज गरिदिन्छ। अब अहिले यसको व्हाइट ब्याकग्राउन्ड भयो। अब यसलाई विभिन्न किसिमले तपाईँ जस्तो जङ्गलमा भएको, समुद्रमा गएकोदेखि लिएर जस्तो किसिमले पनि चेन्ज गर्न सकिन्छ। जस्तै यो हेऱ्यो त ल यहाँ राख्नुभयो भने यस्तो किसिमको आयो। त्यस्तै गरेर अब लाइब्रेरी पछाडिको साइड राख्नु पर्यो भने यस्तो भयो। तपाईँ कस्तो चाहनुहुन्छ, यहाँ विभिन्न किसिमको अप्सनहरू छन्, त्यो अप्सन अनुसारको फोटोको ब्याकग्राउन्ड चेन्ज गर्न सक्नुहुन्छ। र अझै तपाईँले यहाँ हेर्नुभयो भने यहाँ झन् एकदमै राम्रो ब्याकग्राउन्डहरू राखेको छ। कोही समुद्रमा गएको, यो संसारमा जे जस्ता किसिमका ठाउँमा मान्छेहरू पुग्छन् ती सबै किसिमको प्राय ब्याकग्राउन्ड चाहिँ यहाँ पाइन्छ होइन। अब कहिलेकाहीँ हामीलाई अफिसियल कामको लागि चाहिँ सादा फोटो अथवा पासपोर्ट साइजको फोटो चाहिन्छ। हामीसँग एउटा सिङ्गल फोटो छ तर पासपोर्ट साइजको छैन भने कसरी गर्ने भन्यो भने त्यो पनि अप्सन यहीँ छ। जस्तो यहाँ कलरमा गएर यसरी थिच्नु भयो भने अब व्हाइट ब्याकग्राउन्ड चाहिएको छ भने यहाँ व्हाइटमा थिच्नु भने व्हाइट भइहाल्यो। अब कस्तो चाहिएको छ, पिङ्कमा चाहिएको छ कि अब ब्लूमा चाहिएको छ कि रेडमा चाहिएको छ, जस्तो किसिमको ब्याकग्राउन्ड पनि योबाट सजिलै तयार हुन्छ। र यसरी ब्याकग्राउन्ड सेट गरेर तयार गरिसकेपछि हामीले सिम्पल्ली यसलाई यहाँ राइट क्लिक गरेर सेभ इमेज एज गरेर चाहिँ यसलाई अब डाउनलोडमा राखे पनि भयो अथवा डेस्कटपमा लगेर जता राखे पनि हामी यसलाई सजिलैसँग चाहिँ प्रयोग गर्न सक्छौँ। यसरी हामी यो साइटको प्रयोग गरेर हामीमा भएको समस्याहरू चाहिँ एकैछिनमा समाधान गर्न सक्छौँ। आजको भिडियो यति नै। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा उल्लेख गर्न नभुल्नुहोला। साथै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै आजको यो छोटो प्रस्तुतिबाट बिदा चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।